आजको यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी नेपाल सरकारले गरिब परिवार पहिचान गर्न तयार पारेको एउटा निकै महत्त्वपूर्ण र विस्तृत खाकाको बारेमा कुरा गर्दैछौँ। देशैभरिका विपन्न परिवारहरूको वास्तविक तथ्याङ्क कसरी सङ्कलन हुन्छ त? यसैको आधारमा भोलि लक्षित वर्गले राज्यबाट पाउने सेवा सुविधाहरू तय हुनेछन्। त्यसैले यो निकै चासोको विषय हो। यो अभियान कति विशाल छ भन्ने कुरा यसका आँकडाहरूले नै प्रष्ट पार्छन्। बाँकी रहेका 26 जिल्लाका 240 स्थानीय तहहरूमा एकैपटक यो काम हुँदैछ। यो कुनै सामान्य सर्वेक्षण मात्र पक्कै होइन, यो त लाखौं नागरिकको भविष्यसँग प्रत्यक्ष जोडिएको एउटा ठूलो राष्ट्रिय अभियान नै हो। ल, अब यसका मुख्य विषयवस्तुहरूतिर लागौं। हामी कार्यक्रमको उद्देश्य, गणकको योग्यता र तालिम, तथ्याङ्क सङ्कलन प्रक्रिया, बजेट तथा पारिश्रमिक र अन्त्यमा जवाफदेहिता र प्रतिवेदनका कुराहरू हेर्नेछौँ। ठूला लक्ष्यदेखि लिएर कडा आर्थिक नियमहरूसम्म सबै कुरा यसमा समेटिएका छन्। सुरु गरौँ पहिलो खण्डबाट, कार्यक्रमको उद्देश्य र कार्यक्षेत्र। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यति ठूलो कार्यभार आखिर किन उठाइरहेको छ त? यसको मुख्य केन्द्रबिन्दु भनेको PHMIS अर्थात् पुअर हाउसहोल्ड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो। यो एउटा यस्तो केन्द्रीय डिजिटल डाटाबेस हो जसको प्रयोग लक्षित विपन्न वर्गलाई राज्यबाट परिचयपत्र र अन्य सेवा सुविधाहरू बाँड्नका लागि गरिन्छ। यो सम्पूर्ण अभियानको एउटै मात्र ठूलो उद्देश्य भनेको यही डिजिटल प्रणालीमा एकदमै सटिक र सत्य तथ्याङ्क भर्नु हो। यदि यो डाटाबेस भरपर्दो भयो भने मात्र वास्तविक गरिबले राज्यको सुविधा पाउने कुरा पक्का हुन्छ। अब जाउँ दोस्रो खण्डमा, गणकको योग्यता र तालिम। प्रविधिबाट अब अलिकति मानव संसाधनतर्फ लागौँ, जसले गाउँ पुगेर यो तथ्याङ्क ल्याउनेछन्। तथ्याङ्क सही आओस् भन्नका लागि सरकारले गणक नियुक्त गर्न निकै कडा र स्पष्ट मापदण्ड बनाएको छ। कम्तीमा 10+2 पास गरेको हुनुपर्ने, कम्प्युटर चलाउन जान्ने, मोबाइलमा नेपाली युनिकोड टाइप गर्न सक्ने र मुख्य कुरा सम्बन्धित स्थानीय तहकै बासिन्दा हुनुपर्ने जस्ता शर्तहरू छन्। यसले एकातिर स्थानीय स्तरमै रोजगारी सृजना गर्छ भने अर्कोतिर आफ्नै गाउँ ठाउँ र भाषा चिनेको मान्छे हुँदा तथ्याङ्क पनि एकदमै सही आउने सम्भावना बढाउँछ, होइन त? तेस्रो खण्ड रहेको छ तथ्याङ्क सङ्कलन प्रक्रिया। अब यी छानिएका योग्य गणकहरूले फिल्डमा गएर दैनिक रूपमा कसरी काम गर्छन् भन्ने कुरा हेरौँ। नेपालको भौगोलिक अवस्था अनुसार कामको चाप पनि फरक तोकिएको छ। हिमाल र पहाडमा एकजना गणकले दिनमा कम्तीमा 12 घर परिवारको तथ्याङ्क सङ्कलन गर्नुपर्ने लक्ष्य छ। उता तराईमा भने न्यूनतम 20 घर परिवार तोकिएको छ। यसरी हेर्दा यो मार्गदर्शनले नेपालको कठिन भूबनोटलाई एकदमै व्यावहारिक रूपमै सम्बोधन गरेको देखिन्छ। अब यहाँनिर एउटा अत्यन्तै रोचक कुरा छ। गणकको सम्झौता पत्रमा प्रष्ट रूपमा 3 महिनाको समय सीमा तोकिएको छ। अझ महत्त्वपूर्ण कुरा त के छ भने घरमुलीको नागरिकता स्क्यान गरेर अनिवार्य रूपमा मोबाइल मार्फत त्यो घरको GPS लोकेसन समेत पठाउनुपर्छ। यसले गर्दा कोठामै बसेर नक्कली तथ्याङ्क भरिने सम्भावना त लगभग 0 नै हुन्छ। यो व्यवस्था साँच्चै नै यस प्रणालीको सबैभन्दा बलियो पक्ष हो। अब चौथो खण्ड, बजेट तथा पारिश्रमिक। यति धेरै खटेर काम गर्ने गणकहरूलाई मन्त्रालयले कसरी पारिश्रमिक दिन्छ र यसको आर्थिक पाटो कसरी व्यवस्थित हुन्छ त्यसतर्फ लागौँ। मन्त्रालयले कति सूक्ष्म स्तरमा बजेटको हिसाब किताब गरेको छ भन्ने कुरा यहाँ देख्न सकिन्छ। रोल्पा र प्युठान जस्ता जिल्लाका वडा तहसम्मकै खर्चको खाका पहिल्यै तय गरिएको छ। कुन नगरपालिका वा गाउँपालिकामा कति घरधुरी छन्, कति गणक चाहिन्छ र तालिमदेखि कापी कलमसम्म कति खर्च लाग्छ भन्ने कुराको एकदमै सटिक र स्पष्ट हिसाब निकालिएको छ। यो पारिश्रमिकको दरले अघि हामीले कुरा गरेको भौगोलिक अवस्थालाई सिधै जोड्छ। हिमालमा प्रति परिवार 85 रुपैयाँ, पहाडमा 75 रुपैयाँ र तराईमा 55 रुपैयाँ दिने व्यवस्था गरिएको छ। अघि हामीले देखेका थियौँ नि, हिमालमा दैनिक लक्ष्य कम थियो, त्यसैले त्यहाँ पारिश्रमिक दर बढी छ। यसरी कामको गाह्रोपन र ज्यालाबीच गजबको सन्तुलन मिलाइएको छ। पारिश्रमिक मात्र होइन, अरू सुविधाहरूको पनि राम्रै व्यवस्था छ। गणकलाई 2 महिनासम्मका लागि यातायात र खाजा खर्च भनेर दिनको 200 रुपियाँ, फोन तथा इन्टरनेटका लागि एकमुष्ट 700 रुपियाँ छुट्याइएको छ। त्यसैगरी सुपरवेक्षकहरूलाई कामको अनुगमन गर्न प्रति वडा 1000 रुपियाँको व्यवस्था छ।
पक्कै पनि यस्ता सुविधाहरूले फिल्डमा खटिनेहरूको मनोबल उच्च राख्न ठूलो मद्दत गर्छ। अब लागौं अन्तिम तथा 5औं खण्डमा, जवाबदेहिता र प्रतिवेदन। जनताको करको पैसा सही ठाउँमा सदुपयोग होस् भन्नका लागि कस्ता कडा नियमहरू राखिएका छन् त? 3 दिने अनिवार्य तालिम सकिएपछि आयोजकले एकदमै कडा ढाँचामा प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। यसमा पारिश्रमिकबाट 15% कर र 13% भ्याट काटेको विवरण त खुलाउनै पर्छ। साथसाथै तालिम सञ्चालन भइरहेको बेलाको फोटो समेत अनिवार्य रूपमा राख्नुपर्छ। यस्तो नियमले आर्थिक पारदर्शितालाई पूरै सुनिश्चित गरिदिन्छ। यहाँनिर बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आर्थिक र कार्यगत जवाफदेहिता निकै छिटो र अनिवार्य छ। तालिम सकिएको 3 दिनभित्रै मन्त्रालयको इमेलमा प्रतिवेदन पुगिसक्नुपर्छ अनि कार्यक्रम सकिएको 15 दिनभित्र सम्पूर्ण आम्दानी र खर्चको हिसाब किताब मन्त्रालयमा बुझाएर फर्चौट गरिसक्नुपर्छ। यदि कुनै रकम खर्च नभई बचेको छ भने त्यो सिधै राज्यको ढुकुटीमा फिर्ता गर्नुपर्ने एकदमै कडा नियम छ। समग्रमा हेर्दा यो सम्पूर्ण प्रक्रिया निकै व्यवस्थित र वैज्ञानिक देखिन्छ, तर अन्त्यमा एउटा गम्भीर प्रश्न भने पक्कै उब्जिन्छ। यदि यो PHMIS प्रणालीलाई साँच्चै नै 100% सही ढङ्गले कार्यान्वयन गर्ने हो भने यसले हाम्रा 240 स्थानीय तहहरूमा राज्यले बाँड्ने सेवा सुविधा र कल्याणकारी कार्यक्रमहरूको निष्पक्षतालाई दीर्घकालमा कसरी रूपान्तरण गर्ला? यो एउटा यस्तो विषय हो जसले हाम्रो सिङ्गो राज्य प्रणालीको प्रभावकारितालाई नै नयाँ दिशा दिन सक्छ। आजको यो विश्लेषणात्मक प्रस्तुतिमा यति नै।